हेलो गाइज वेलकम टु आवर भ्लग। आज चाहिँ बेडु र म भर्खर खाना खाएर अहिले यसो कन्टिन्यू आएको। अब टिभी हेरौँ भने टिभी नै चलेन। यो केले खोइ टिभी चलाउँदियान्स ल यसले अब चलायो। के आयो? युट्युब आयो, यो के आयो? ल के हेर्ने अब? नेट पनि छैन अहिले, त्यही भएर हिटरमा बसिरहेको हामी। अब यसको औषधि यहाँ छ, औषधि खानुपर्छ। अब यो खोकी लागेको छ, यसलाई रुगा लागेको छ। फेरि खोक्यो, ज्वरो, अस्ति ज्वरो आयो होइन। आज के खाएको ल भन? के खाएको आज? दाल ब्रोकली अन्डा। दाल ब्रोकली अन्डा इज टुडेज हेल्दी फुड। आज मात्र हेल्दी फुड खाएको, अरू बेला बर्गर, नागेट्स अनि के खान्छ अनहेल्दी फुड? अरू के अनहेल्दी फुड? बर्गर, फ्रेन्च फ्राई, बार्बिक्यू के? बार्बिक्यू सस, चिकन, यो खाएको जङ्क फुडमा। अनि अरू बिस्कुट पनि धेरै खान्छ। अनि टोइलेट पनि 3 दिनमा एकचोटि गर्छ है। अनि पानी धेरै खाँदैन। हि इज अनहेल्दी। फुटबल सक्स लगाएको छ। अस्ति गासोलिनामा डान्स गरेको, त्यही सक्स लगाएको छ केटोले। ल यहाँ अर्को फेरि बिजोर सक, फुटबल सक एन्ड गासोलिना सक मिसेते का डिफरेन्ट हो यो। किन डिफ्रेन्ट लगाएको? मलाई डिफरेन्ट चाहिन्छ भएर। तिमी त डिफ्रेन्ट भयो त, बिजोर भयो नि, बिजोरा होइन। ल से बाई बाई टु आवर भ्लग। बाई बाई, टेक केयर, हेभ अ हेल्दी लाइफ, इट हेल्दी, डोन्ट इट जङ्क फुड, don't eat junk food, take care, always play with your family, friends, stay safe, stay healthy, bye bye. and then don't watch so many mobile. That's for Goodest everyone part. or just for kids? That's for everyone. Everyone. Okay, say bye. Bye bye.